गुड मर्निङ साथीहरू, के छ हाल खबर? म त एकदम ठिक छु। आज त म रातो टी सर्टमा टल्लक्क टल्केको छैन। यो रातो सर्टले कस्तो राम्रो लाइटिङ दिने के। एन्ड वेलकम ब्याक टु माई मिनी ब्लग। म अस्तिदेखि खिचिरहेको म मिनी ब्लग बनाउँछु भनेर यो अल्छीको कारणले म ब्लगर बन्न नि नपाएला जस्तो छ। के गर्ने साथीहरू, यस्तो अल्छी लाग्छ। अब चाहिँ म हिँडे काममा। आज एक्लै काम जान पर्यो। रुममेटको बिदा थियो, त्यही भएर म एक्लै काममा हिँडेँ। कति मस्त घाम लाग्छ कि साथीहरू। मस्त अलिअलि घाम, अलिअलि चिसो बाहा, कस्तो लाइटिङ आएको, कस्तो राम्रो देखेको म। ओहो, बाहिर हेर्नु कस्तो राम्रो बाहा कि। यो मेरो चाहिँ मेरो रुमदेखि देखिने सिन साथीहरू, मस्त देखा नि। यो चाहिँ रातो टिसर्टमा टल्केको सीता बहादुर। अनि म चाहिँ हिँडेँ काममा साथीहरू। यो चाहिँ मेरो काम के अरे, काम भन्दैछु अफिस हो क्या। अफिस मेरो खैसिया हो क्या। अनि म चाहिँ लाज पचाएर भयो नि भिडियो बनाउँदै थिएँ कि वरिपरि मान्छे मलाई हेर्दै थिएँ, तर केही छैन भनेर म कामबाट सिधा अब आम्दानी भएँ। गएको के गर्नु साथीहरू, यसो मेकअप गरेर राम्रोसँग बटेर तयार भएर जाने मन थियो। तर के गर्नु, कामबाट सिधा 1 मिनटमा कपडा चेन्ज गरेर सिधा गएको भागिहाल्नुपर्छ, नत्र लेट पुगिन्छ। हो कि अन्य गोले मैले त यो किने साथीहरू। कस्तो राम्रो आँखा हाल्यो त। खै त हेर त के किने हामीले। यो दही हामीले यो किने। अब हामी जान्छौँ साथीहरू स्कुल। यसमा मेरो ब्यागमा राखौँ। मेरै ब्यागमा राख्छु कि म। अट्छ क्या मेरो ब्यागमा, अट्छ क्या ब्यागमा अट्छ। घामले यस्तो भए साथीहरू, अब के गर्नु, गएको जानै पर्यो। मैले भिडियो फेरि बनाउनै पर्यो। गाह्रो छ मलाई नि। कस्तो छ? मेरो नि खान्छु यार, मेरो कस्तो छ खोल्ने उता दिया खाएर हेर्नु मैले खोलेर। के गर्नु साथीहरू, कामबाट आएर खानु पर्यो, भोक लाग्छ। त्यो खोल्दैन मिठो हुन्छ। मैले खाएको के होला, कोही आएन अहिले क्लासमा। खाली छ। यत्रो टिभी छ हाम्रो क्लासमा, यत्रो टिभी। हाम्रो घरमा रे ए रुममा, मैले घरमा नै हो। यो उसको दही, यो चाहिँ मेरो। खुलेन यार, खुली खै खाऊ त कस्तो छ खाऊ न। बाहिर खाना त छिटो खाना न, एक छिटो। उयो डरो हो यार, मिठो छैन क्या हो यार। कति चिसो भएको भइगयो। खामिरहेको छ तिमीहरूको पैसा आयो सेलर आयो कि यहाँ ब्याङ्कमा आइहाल्यो तिमीहरू? कसले पैसा आयो? पैसा तिम्रो कति आयो? मैले जम्मा यति हो 3 मा। हेर है नि, भागेको दिदी हेरेर भागेको। छुट्यो बोले छिटो।